Hello everyone, झोरले नमस्ते, वेलकम ब्याक टु माई च्यानल अगेन। न्यू डे न्यू ब्लगको साथमा आज फेरि पनि आइसकेको छु। म चाहिँ पूजा राणा। होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म मेरो छोरा कियान अनि हाम्रो परिवार पनि एकदमै सन्चै छौँ साथीहरू। आज चाहिँ त्यस्तो स्पेशल ब्लग त केही होइन साथीहरू। भोलि चाहिँ मेरो छोरा कियान चाहिँ 9 मन्थ कम्प्लिट भएर 10 मन्थमा लाग्दैछ। त्यही भएर त्यसको लागि फोटोसुट अनि भिडियो फोटोसुट, त्यस्तो प्रोफेसनली फोटोसुट त होइन, फोटोहरू खिचिदिन्छु अनि भिडियोहरू अलिअलि लिन पर्यो भनेर भनिरहेको छु। आज चाहिँ बाबा र राणाजी चाहिँ घर हुनुहुन्न, उहाँहरू चाहिँ बुटोल मणिग्राम अङ्कलहरूको घरमा जानुभएको छ खानपिनको लागि। दसैँ चाहिँ सक्यो साथीहरू। हजुरहरूको दसैँ चाहिँ कस्तो भयो? मेरो त ठिकै भयो। हाम्रो चाहिँ टिका चाहिँ थिएन, त्यही पनि बेबी कियानलाई चाहिँ उसको जिजु आमाको हातबाट उसले टिका लायो। पहिलो दसैँको टिका के नलाइदिने भने बच्चा बच्चीलाई त लाउन हुन्छ भनेर लाइदिउँ साथीहरू। अनि मम्मीलाई पनि फोटोहरू खिच्न पर्यो, यहाँ घरको सासू मम्मी अनि कियानको चाहिँ घरको आमासँग फोटोहरू खिचिदिन पर्यो भनेर भनिरहेको छु। मम्मीलाई पनि रेडी हुन भनिछु साथीहरू। अनि म चाहिँ यसरी भूत जस्तो गरेर बसिरहेको छु, झ्याउलाइरह अल्छिलाइरह। पसल पनि गइएन, आज चाहिँ पिएफ कलेक्सन बन्द छ साथीहरू। अनि राणाजी उता जानुभयो, रितानी उतै हुनुहुन्छ। म चाहिँ एक्लै टुकुन हिँड्दै जानु झ्याउलायो। पछि त राणाजी नभएपछि जानै पर्छ साथीहरू हिँड्दै। तर आज चाहिँ मैले अल्छी गरेर गइरह साथीहरू। उसलाई चाहिँ आज फोटो पनि खिचिदिन्छु, भिडियोहरू लिइदिन्छु अनि उसको घरको आमासँग पनि फोटोहरू खिचिदिन्छु भनेर बसिरहेको छु। लेट्स सी कस्तो हुन्छ, उसले मान्छ कि मान्दैन। मुड त ठिक हुन्न क्या साथीहरू। कियान चाहिँ सुत्दै अहिले। मुड त के हुन्छ केटाकेटीको थाहै हुन्न। अब उसलाई मुड लाए हाँस्छ, नलाए हाँस्दैन। कस्तो गर्नुपर्छ केटाकेटीलाई हँसाउनलाई, के गर्नुपर्छ साथीहरू। हेर्दै गर्नु होला, सबै कुरा देखाउँदै जाने नै छु। स्टे ट्युन साथीहरू। कियान चाहिँ अझै सुत्दैछ, म पनि निन्द्रा लागिसक्यो। म त्यस्तो दिउँसोमा सुत्ने खालको मान्छे त होइन, त्यही पनि घरिघरि खाना खाइसकेपछि अलिअलि निन्द्रा लाग्यो जस्तो फिल हुन्छ कि साथीहरू। अनि यस्तो थियो। अनि पहिला त हिँडिन्थ्यो, छाता उडेर हिँडिन्थ्यो, यताउति हुन्थ्यो कि। अहिले त राणाजी भएपछि अनि बाइकमा घुइँ जता गयो भने बाइकमा जाने, अनि सजिलो हुने। विन्डसिटर नलाउने, सिधा डाइरेक्ट घाममा निधार टल्काउँदै हिँड्ने। अनि कहाँबाट होस् त साथीहरू, लास्टै कालो भइएछ, मै हो र यो भन्ने जस्तो भइएछ साथीहरू। अनि बेबी ठुलो हुँदै गएपछि सबै कुरा ठिक हुन्छ भनेर चाहिँ मैले त्यस्तो माइन्ड सेट गराएर चाहिँ म खुसी नै छु साथीहरू। जे छु जस्तो छु, खुसी नै छु। अनि हजुरहरूसँग के गरम त साथीहरू। हजुरहरूलाई चाहिँ कस्तो भिडियोहरू हेर्न मन लाग्छ साथीहरू, मलाई कमेन्ट गर्नु है, कमेन्ट डाउन बिलो साथीहरू। अनि कस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ, म त्यस्तै भिडियो गराउने कोसिस गर्छु। त्यही भएर हजुरहरूलाई कस्तो भिडियो मैले गराएको कस्तो भिडियोहरू हेर्न मन लागेको छ त्यो चाहिँ कमेन्ट गर्नु होला साथीहरू। यता आऊ सानो कियान। बजै नातिको फोटोसुट गरौँ भनेको, नाति हिँडेको हिँडै सुखै छैन बा। ल हो त्यहाँ बस ल। यता हेर्नु त मम्मी, मान्छ कि नै नातिले? मान्दैन। हिँडेको बोल्दैन। कहाँ झर्ना हुन्छ, झिल्के सुते मस्त। नाति डेन्जर कलौटे नाति त, डेन्जर यो कलौटे। थत्तेरिका हाँस्न भनेपछि झ्याउला यसलाई डेन्जर रिसाएर। तिम्रो के भोलि 9 मन्थ कम्प्लिट भएको फोटो राख्नलाई भिडियो गराम भनेको साथीहरू। हेर्नुहोस् त कियान रिसायो लौजा। कति हाँसेको मात्र राख्ने हो र, कहिले काहीँ रिसाएको राखौँ न। डेन्जर बा नाति, हन मम्मी? नाति डेन्जर, बहुत डेन्जर। टोपी लगाएर च्याम्छु।
आज चाहिँ बाबा र निनी पनि बुटोल मणिग्राम माइला बाजे घर बाबा पनि बाजे पनि भएको बेला खिच्दिउँ भनेको त यस्तो हो चाल डेन्जर बा नाति बा नाति यता हेर न ए टोपी पनि लाउने है अरे लगाइदिनु न डेन्जर बा मौसम अहिलेको बेबी कियानको चाहिँ फोटोसुट गर्दाखेरि मम्माको हालत यस्तो छ। कियानको चाहिँ फोटोसुट गरिदिएको उसको घरको हजुरआमासँग। हाम्रो घर यो फुल फुलिसकेको छ साथीहरू, हेर्नुहोस्। यो चाहिँ बिहान हेर व्हाइट कलरको हुन्छ अनि त्यसपछि बेबी पिङ्क हुँदै पछि चाहिँ यो यस्तो वाला गाडा गाडा पिङ्क हुन्छ साथीहरू। यो फुलको नाम थाहा छ भने हजुरहरूले कमेन्ट गर्नु होला। चाहिँ साथीहरू यसलाई चेन्ज गरिदिन्छु लुगा। मेरो चाहिँ हालत यस्तो छ साथीहरू। कियान बेबीलाई खेल्ने कुरा मन पर्दैन न। ऊ यस्तै मामुको चप्पल हैन, यहाँ माथि यो तल नि होइन, अझ माथि राखेको थियो यो लुगा झुन्डाउनीमा। निकालेर के गर्न खोजेको है साना। ओ चकचके आफै निकालेको साथीहरू यहाँबाट माथिबाट उभिएर। चप्पल अब खेल्ने कुरा मन पर्दैन, चप्पल मन पर्छ। गाह्रो छ बा। खाऊ चप्पल खाऊ, अगाऊ बुबु नखाऊ है मामुको। कियान यता हेर खास देऊ त। खेल्ने कुरा केही मन पर्दैन साथीहरू। केटाकेटीलाई के मन पर्छ त यस्तै डाडु गिलास कचौरा चप्पल जुत्ता त्यो बोतल त्यो पाउडरको यो मन पर्छ हैन। पानी खाने बोतलहरू मन पर्छ। त्यस्तो त ह जस्तो खेलाउने कुरा नि मन पर्दैन। फेरि चप्पलहरू मन पर्छ। बस उल्टो त गराउ नि, लगाएको पनि छैन साथीहरू चप्पल चाहिँ। छोराले ध्वस्त बनाइदिला जस्तो टोकेर सबै। खेला चप्पलसँग खेला है। कियान ओ कियानजी अब हेर्नुहोस् कसो गर्छ। अब अहिले पख न, अब बाबाले देखेपछि पाइया गर्नुहुन्छ तिमीलाई। हेर्नुहोस् साथीहरू, आफै उभिन लागिसक्यो है। के गर्न खोजेको होला? कहाँ जाने हो र? माथि जाने हो? अहिले ठ्वाक्क आयो भने ओहो यस्तो उभिन्छ क्या आफै। बस भयो, धेरै स्टन नदेखाऊ। डुम्म थाकिसके। थकै लाग्छ मलाई त यसलाई हेरेर। अरू केही कामै गर्न पर्दैन साथीहरू। यो प्लास्टिक निकाल्ने है, निकाल्ने होइन। चप्पल खाइदिन्छ मेरो चप्पललाई कियानले। अब के भयो? के चाहियो? बुबु खाने हो फेरि। अब आइसक्यो यहाँ टाँसिन मसँग। अहिले लोट्नलाई कियान चकचके केही देख्न हुन्न न। त्यो त निकाल्नै नमिल्ने उस हो नि। भित्ता मन परिरहेको कियानलाई अहिलेको उसको फेजमा चाहिँ। ऊ चाहिँ भोलि 9 मन्थ कम्प्लिट हुन्छ साथीहरू। अनि त्यही भएर ऊ यस्तो गर्छ कियानले त भाइ। कहाँ हो दिनभरि बेजोक छ साथीहरू। दिनभरि यसको त लगाइ बसेको। कियान त चलेको नयाँ कपडा लगाएर हेरे। अब लोटेर यो पनि हुन्छ। अब त
त साथीहरु आमा अब त्यहाँ के समाते भित्ता समातेर हिँड्न लाग्यो कि मेरो छोरा त उठ्न लाग्यो बल लगा के ऐसा बल लगा के ऐसा के हो र यस्तो चाहिँ आज दिनभरिको भ्लग चाहिँ यस्तै भयो साथीहरु यानलाई चाहिँ फोटो खिच्दिनु यताउति गर्नु यान चाहिँ खेलेको यताउति गरेको देखाए सबै कुरा अनि खासै धेरै त लामो भिडियो त भएन साथीहरु त्यही पनि मेरो भिडियो अन्तिमसम्म हेरेर इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद डु नट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब माई च्यानल भन्दै यो भिडियो चाहिँ यही गर्छु साथीहरु फेरि भेटौँला नेक्स्ट भिडियोमा स्वस्थ रहनुहोला मस्त रहनुहोला अनि व्यस्त रहनुहोला भन्दै बाइ बाइ साथीहरु